आज पनि अहिले भर्खरै बिहान अहिले दिउँसो के अहिले युट्युब च्यानल मा आफ्नो सुरु गर्ने भनेर उस गरेँ फर्मसम भर्दै ट्याक्क रेडी भयो। अहिले चाहिँ के अरे यो साँझ के 8 देखि 9 10सम्म 2 घन्टा जति मैले यो कोरियनको ल्याङ्ग्वेजलाई ट्याक्क पढेर उस गर्ने भनेको थिएँ। मैले यत्रो घन्टा के भयो कसरत गर्दाखेरि उस गर्दा रनिङ गर्दा दिन गर्दाखेरि 10 बजायो। नुहाउँदै गर्दाखेरि रनिङ गराएर नुहाउन त पऱ्यो। नुहाउने पसिना पसिना आउँछ। त्यही भएर पनि त्यो भएर पनि अहिले निन्द आइरहेको क्या। यो काम नगरिकन आज कन्सिस्टेन्सी सुरुकै दिन म खराब भयो भने त अर्को दिन त खराब हुन्छै हुन्छ। त्यही भएर मैले आजदेखि पढ्ने के अब जस्तै मेरो इक्जाम चल्न थाल्यो। मेरो पिएसको इक्जाम चलिरह। अब ठ्याक्कै यो 28 29तिर मेरो इक्जाम हुन्छ। त्यतिसम्म मैले भोक नभन्दा पनि कोरियनको भोक नभन्दा बित्तिकै रट्टा लाएर भोक नभन्दा पनि लचकदार तरिकाले पढ्न के बोल्न सिक्न पर्यो पनि सिकिन्छ पनि त्यसको लागि स्टार्ट गर्नु पर्यो क्या। आज चाहिँ मैले सुरुको यो छागिसोगे भन्ने एकाइको मैले आज चाहिँ यो मुनवा वा छङ्गो भन्ने सांस्कृतिक जानकारी भन्ने रहेछ। मुनवा वा छङ्गो भन्ने। अनि एउटा कुरा मैले एउटा भिडियो हेरेँ कि हामी गलत भए पनि कि मतलब के पढ्दा के गलत होस् हल्का वर्डहरू बिग्रोस् तर पनि हामीले पढ्दाखेरि कन्टिन्यू पढ्न पर्यो अरे के। कहिले पनि बिग्रो भनेर वापस त्यही वर्डलाई पढ्न थाल्ने अरे के। यसो पढ्न नथालेर सरासर पढ्ने तर सुस्त तर पढ्न बुझ्नु पर्यो। अनि फेरि यो गलत भन्दा चाड भन्दा गलत भन्दा ढिलो पढ्ने तर बुझ्ने तरिकाले बुझ्न अहिले बुझ्न परेन न मतलब कि गलत नहोस् भनेर सुस्तरी बोल्ने। अनि अरू कुरा सुस्तरी बोल्दा पनि छुटो मतलब बिग्रो भने चाहिँ त्यसलाई छोडिदिने अर्को वर्डमा लाग्ने त्यसलाई वापस आएर फेरि नपढ्ने अरे कि। मैले पनि अब त्यही गर्छु। मैले अब सुरु गर्न थालेको छु यो छागिसोगे भन्ने पाठको मुनवा वा छङ्गो र पढ्न थालेको मैले अब पढ्छु है त। हेर 한국에 서는 상대에 따라 인사하는 방식이 다릅니다. 자신보다 나이가 많거나 지위가 높은 사람에게는 안녕하세요. 그래? 때는 안녕하십니까? 라고
malhamia malha खोज gerul su su gi gona hari rul ku kume ए जो रङ भयो नि त्यसलाई अन्डरलाइन लाउने के जस्तो भन्न अप्ठ्यारो लाग्यो भने त्यसलाई अन्डरलाइन लाउने अरे के जस्तै मलाई कुबे हे भन्ने जस्तो मलाई आफ्नो वर्ड गलत लाग्यो जस्तो लाग्यो न गलत भयो जस्तो लाग्यो अनि त्यही भएर हामीले अन्डरलाइन लाउनु पर्यो ट्याक्क लगाएर इन्सा हामीदा होगेरुल सुगिगाना हरिरुल हिनुन खसुन सांदेबांगे थेहान छोन गेंगुल नाथा नेनुन छेसु छनिदा हानफ्योन छासिन बोदा ना इगा अरिगना छिनहान सारामेकेनुन आन्याङ इरागो मालहागे हान सोनमुन ब्यगे थुर्गेना हुन्दुर फानगा उल नाथा नेमनिदा यो भनेको के भने ह भन्दाखेरि यहाँ तल लेखेछ कोरियामा कसैलाई अभिवादन गर्ने तरिका व्यक्ति अनुसार फरक हुन्छ आफूभन्दा उमेरमा ठुला वा पदमा उच्च व्यक्तिलाई आन्याङ हासेयो वा आन्याङ हासिम्निका भनी टाउको झुकाएर वा कम्मर झुकाएर अभिवादन गरिन्छ टाउको झुकाउने वा कम्मर झुकाउने क्रियाले अर्का व्यक्तिप्रति सम्मान देखाउँछ यसले आफूभन्दा उमेरमा राम्रो वा नजिकको व्यक्तिलाई आन्याङ भनी अभिवादन गरिन्छ र हल्का हात उठाएर वा हल्ल्याएर मैत्रीपूर्ण भाव देखाइन्छ अरे यो माथिको पढ्दा त मैले केही बुझेन तर नेपालीमा तल लेख्दाखेरि चाहिँ आन्याङ हाँस्यौ भनेर हामीले ठुलो आदरसँग भनिन्छ या फेरि आन्याङ आन्याङ सिप्निका आन्याङ सिप्निका भनेर पनि आदरसँग बोलिन्छ अरे अनि साथीहरू भाइहरूले भन्छ नि होइन आन्याङ भन्ने मात्र हुन्छ अरे त्यो भनेको रहेछ अनि हामीले पढ्यो यो होइन तर यो कोही वर्डहरू त्यसमा बुझ्दैन त्यसलाई भोलि उस गर्नुभन्दा क्लियर गर्न पर्यो वा अर्को भन्नु आन्याङ हाँस्यो आन्याङ हाँसिप्निका आन्याङ उल इन्साहानुन सिगाने सांगवान अप्सी
के अरे आछिम छम सिम छ न्यक अन छे थुल थुन ची सा योङ हाल सु इसुम निका आन्याङ आन्याङ हाँसिम निका र आन्याङ कुनै पनि समय बिहान दिउँसो वा बेलुका प्रयोग गर्न सकिन्छ आन्याङ आन्याङ हाँसिम निका अनि आन्याङ तिनटै चिज बिहान दिउँसो साँझ जत्र पनि युज गर्न सकिन्छ माथि त्यही भने रहेछ तर नेपालीमा नि लेखिदिए कि यसमा यो त्यही भएर राम्रोसँग बुझिन्छ पनि खोङ छ खोङ छक यी साङ वाङ ए न सनुन छुरो आक सुरुल हाम्यङ इन्सा हाम्निदा थामान जाज छा सिन बोदा नाइगा वल सिन मान मन गना छिविगा नो फुल साराम मेगागे इंसा हाल तेनुन विन सोन उइरो ओ सुन हा रीना ओ रुन सोन उल हात छिगो यो अलि गलत बस्ला है मलाई आफैले उच्चारण नै गलत गर्छ जस्तो हामीलाई अन्डरलाइन लागेको हो अन्डरलाइन लाउनु पर्यो आफूलाई लाग्यो कि यो गलत बोलेको त्यो अन्डरलाइन लाउने है आक्सु रुल आ हानुन खसी एवी इम्निदा औपचारिक अभ्यासमा प्राय हात मिलाएर अभिवादन गरिन्छ तर आफूभन्दा उमेरमा धेरै ठुला वा पदमा उच्च व्यक्तिलाई अभिवादन गर्दा दायाँ हात वा दायाँ पाखुरा मुनि बायाँ हात राखेर हात मिलाउनु श्रेष्ठ मानिन्छ अरे यहाँ त के भयो भने अब कोहीले हात मिलाउनु पनि श्रेष्ठ मान्छे हात राखेर जस्तो राख्नु पनि उस हुन्छ भने होइन अनि मैले यो मुनवा वा छङ्गो पढेँ होइन अनि साथमा अब भोलिको लागि होमवर्क पनि त दिन पर्यो कोहीले पनि एकैचोटि त हुन्न ल 3 मन्थमा क्लियर गर्नको लागि त 3 मन्थ पनि छैन होला सायद कति थाहा भएन अब 1 मन्थ त यही यो पढेर बुझेर जाने भयो न त्यसको साथसाथ के जान्न पर्यो अब घोकेर रट्टा लाउन धेरै रटाउन सकिन्न त्यही भएर बेसिक वर्डहरू के मतलब कि जो निड चाहिन्छ नि होइन आज भोलि वा वेलकम थ्याङ्क यू धन्यवाद म बिरामी छैन म राम्रो छु तपाईँ सन्चै आमी हुनुहुन्छ यसरी म तयार छु म केटा हुँ यसरी भनिन्छ नि होइन हो यिनीहरूको लागि नै अब मैले साना साना वर्डहरू खोजेर 20वटा खोजेको दिनको 20वटा आज अहिले खोज्छु लेखेँ होइन भोलि अब त्यहाँ घोक्ने अनि घोकेर सुनाउने कसरी बोल्ने कसरी उस गर्ने सुनाउने अनि त्यो जति त्यो लेखेर सुनाएर याद राख्न पर्यो आफूले कतिको जानिन्छ त्यही मैले एउटा होमवर्क दिएको छु आफैले होमवर्क दिन पर्यो कि मैले दिन त दिएछु कसरी कतिको मैले भोग्न सक्छु नि थाहा भएन तर रेडी छु 20वटा दिएछु
अलि मेरो क्वालिटी अलिक खराब छ यहाँ न उसको पहिलो हो म भन्छु म राम्रो छु छनुन छाल सिनेयो धन्यवाद खाम्सा हाम्निदा एउटा खाम्सा हाम्निदा भनिरहेछ अनि क्वा खुमा खुमा सुम्निदा भनिरहेछ खुमा व खुमा व पनि भनिरहेछ खुमा व भनेको साथीभाइलाई भन्नु बिर्दाखेरि अनि हेरी उनीहरू चाहिँ आदरपूर्वक भन्नुहुनेछ क्या यो खाम्सा हाम्निदा अनि हेरी खुमा सुम्निदा धन्यवाद भन्दा म ठिक छु भन्दाखेरि छनुन खोनेन छान खायो कति अप्ठ्यारो पहिला अब अहिले गुगलमा गएर त्यसलाई सुनै गर्नुपर्छ म बिरामी छु छनुन आफायो आफायो अरे आफायो आफायो भनेको बिरामी छु भनेको रहेछ म थाकेको छु छनुन मलाई छनुन भन्ने रहेछ क्या छनुन फिगोन हेयो अरे फिगोन हेयो थाकेको हुने रहेछ भोलि भेटौँला भनेर नेइल भनेको भोलि मानायो भनेको चाहिँ भेटौँला भन्ने छ म तयार छु छनुन छुनबी दोनेस आयो अप्ठ्यारो भयो यसलाई पनि मैले गुगलमा सर्च हान्छु अनि त्यसलाई त्यसै अनुसार के कसरी बोल्छ त्यसै अनुसार पढ्छु म केटा हुँ छनुन नाम्जा आयो मेरो योजना छ छनुन खे होइगी इसयो अरे यो पनि हल्का माफ गरिदिनु छोई सङ हामीदा मैले प्रयास गरिरहेको छु छनुन सायोङ गो इसयो जन्मदिनको शुभकामना सेङ्गिल भनेको जन्मदिन रहेछ सेङ्गिल भनेको अनि शुभकामनालाई दिनलाई छुक हाम्निदा अरे सेङ्गिल छुका हाम्निदा छुका हाम्निदा वाह तिम्रो नाम के हो इरुमी मुआयो मेरो नाम सिधै भन्दा छनुन इरुम सेदर गइरे यसरी भन्ने होला सायद नमस्ते भनेर आन्याङ हाँस्यो आन्याङ वा फेरि आन्याङ हाँस्मिदा आन्याङ हाँस्मिका हस् वा हुन्छ बुझेँ भन्नलाई आलगेसुमिदा स्वागत छ ओसेयो भनेको स्वागत छ के खानुहुन्छ म भनेको के थुसी गेसयो खानुहुन्छ भने थुसी खेसयो मलाई मन पर्यो भन्दाखेरि माउमे थुरयो अरे मलाई मन पर्यो भन्दाखेरि यहाँ छ भन्दाखेरि
सुम्निदा सु इसु इस सुम्निका यसी इसुम्निका अरे यहाँ छ भन्दा मजाले आराम गर्छु भन्दाखेरि अ, पुग्सुई सेयो पुग्सुई सेयो अरे अहिले 18 छन् अब यिनी 20 वटा चाहिँ मैले अहिले लेखेँ भोलि बिहान चाहिँ पढेर कण्ठ पार्ने कुरा हो यो मेरो होमवर्क हो के अनि एउटा अ, मुनवा पढ्न पर्यो भोलि साँझ पढ्ने अनि फेरि भोलि फेरि अर्को दिन होमवर्क दिने थोरै 20 वटा मात्रै हो सेन्टेन्स 20 वटा दिने तर डेली लाइफमा युज हुने तरिकाले र अहिले नभए नि वा त होस् नि खोजेर दिने या बुकमा खोजेर दिने आफैले आफैलाई यहाँ अब यति नै आजलाई